साथीहरू एकैछिन यहाँ बहिनीको कुरा सुन्नुहोस् त, गगन थापाको बारेमा के भन्दै हुनुहुन्छ त? गगन थापा तपाईँको के अरे महाधिवेशनमा गएको देखेर सबैजना अचम्ममा पर्नुभयो होला होइन। अब न्युजमा आएअनुसार गगन थापाको अहिलेसम्म कन्फर्म भएको छैन, उनी सोच्दैछन् भन्ने यताउता न्युज आइरहेको थियो होइन। आज गएको देखेर अलिकति भयो नि गगन थापामा राजनीतिक संस्कार रहेछ भन्ने कुरा देखियो। तर गगन थापाको त्यो जुन मुख थियो नि, अँध्यारो मुख क्या, त्यो देख्दाखेरि उनलाई भित्रभित्र आत्मग्लानी चाहिँ छ है। मैले हिजो बिहान कुर्ची मेरो खोसिन्छ कि म त्यो ठाउँमा पुग्ने सपना मेरो चकनाचुर हुन्छ कि भनेर मैले प्रतिशोध साँधेर मैले यिनीहरूलाई अगाडि बढ्न दिनुहुन्न भनेर म जतिको मान्छेले चाहिँ नरोक्नु पर्ने थियो, बरु यिनीहरूसँग मिलेर मैले पुरानाहरूलाई लखेट्नु पर्ने थियो, तर मैले नै यिनीहरूलाई नै लखेट्न खोजेँ भन्ने उनलाई भित्रभित्र आत्मग्लानी चाहिँ उनको फेसबाटै थाहा भयो होइन। उनले मुखले भन्न नसकेका, व्यक्त गर्न नसकेका मात्रै हुन्, किनकि राजनीति हो नि त, र नेताहरू टस्को मस हुँदैनन् क्या होइन। उनीहरूले स्वीकार्न अलिकति सबै रवि लामी छाने जस्तो हुँदैन, गाह्रो हुन्छ नि त होइन। जतिसुकै जे भने पनि रवि बन्न त कोही पनि सक्दैन होइन। अनि कार्यकर्तादेखि लिएर